Hello and welcome back to my another mini vlog साथीहरु। आज चाहिँ सन्ध्या बहिनी र मैले मकै लाउँदै छौं। यहाँ बाँझो थियो कि प्याज लाउने भनेर राखेको, तर प्याज नलाएर अहिले चाहिँ मकै रोप्ने भनेर लागेको है साथीहरु। अनि मकै चाहिँ अघि नै छरिसक्यौं हामीले साथीहरु। अनि त्यो चाहिँ सबै खनिसकेको, अनि आधी भएपछि चाहिँ बल्ल भिडियो गराउन सम्झेर भिडियो गराएको के यस्तै छ के गर्ने बिर्सिहाल्छु मैले। मेरो ठुलो मम चाहिँ आउनु भएको थियो, अनि त्यही भएर सन्ध्याले एक्लै खनिरहेको छिन् है साथीहरु। त्यसपछि फेरि म आएँ अनि दुई जनाले खनिम। यो सबैमा चाहिँ हामीले मकै रोपेको, अनि हामी दुई जनाले मात्रै खनेकै साथीहरु यो चाहिँ। अनि यो चाहिँ अस्ति रोपेको आलु यत्रो ठुलो ठुलो भइसक्यो है, तपाईहरु देख्न सक्नुहुन्छ। अनि यो चाहिँ हामीले सिन्की बनाउने भनेर अस्तिदेखि घाममा सुकाथ्यौं के 2 दिन सुकाएको है। अनि यो सिन्की बनाउन रेडी भयो। त्यसपछि हामीले ठुलो मम्मीलाई सिन्की बनाउने भनेर बोलाथ्यौं, अनि उहाँ आउनु भयो। अनि हाम्रो चाहिँ यस्तो देखिन्छ है सिन्की। ठुलो मम्मीले चाहिँ पात थिच्दै हुनुहुन्थ्यो, अनि चिया बनाए मैले चाहिँ। हेर्नुस् हाम्रो चिया कस्तो राम्रो देखेछ। अनि हामी चाहिँ एकछिन बसेर चिया खायौं साथीहरु। अनि अलिअलि नक्कल त पार्नै पर्यो, फेरि एकछिन भिडियो गरायौं नक्कल पार्दै। हामीले चाहिँ चिया खाएर नि अब सिन्की बनाउनको लागि रेडी भयौं साथीहरु। यो सागहरु चाहिँ सबै थिचिसकेपछि चाहिँ यो पातहरु चाहिँ सबै थिचिसकेपछि चाहिँ अनि यसलाई चाहिँ सबै निचारेर एउटा प्लास्टिकमा राख्नु पर्दो रहेछ। अनि ठुलो मम्मी बहिनीले चाहिँ गफ हान्दै ठुलो मम्मीले थिच्दै हुनुहुन्छ, अनि सन्ध्यालाई मैले चाहिँ निचार्दै हम साथीहरु। अनि यो सब निचारेर चाहिँ यो प्लास्टिकमा राख्ने अनि बाँधेर, अनि हामीले चाहिँ दालीमा हालेहम के एउटा दालीमा हालेहम, अनि त्यो घाममा सुकायो भने चाहिँ सिन्की रेडी हुन्छ है साथीहरु। अनि त्यही हो। अनि आजको दिन यसरी नै बित्यो। यति काम सकेर चाहिँ हामीले खाना बनायौं, अनि हामीले खाना खायौं। हाम्रो खाना चाहिँ यस्तो देखिरहेछ साथीहरु। बाइ बाइ गाइस, सी यू इन नेक्स्ट ब्लग साथीहरु। बाइ।